हम की करें पकड़ तोरे वजह से ना पकड़ दोस्त नहीं बोल रहा हेलो गाइज वेलकम टु माई न्यू ब्लग्स। त आजको ब्लगमा चाहिँ म होइन फतेपुरदेखि सिराई जाने बाटोमा होइन जङ्गलको बिचमा पर्ने होइन एउटा मन्दिर छ। अब कुन मन्दिर हो मलाई पनि थाहा छैन होइन। म त फतेपुरमै बस्ने हो होइन, तर कहिले पनि यता आएर चाहिँ होइन म चाहिँ घुम्न आएको थिएन। अनि चाहिँ आज किन आएको भनेपछि त मेरो पछाडि जसो हेर्नु होइन, मेरो राजविराजको सब मेरो साथीहरू आएको छ कि, अनि उसैलाई लिएर म चाहिँ यहाँ घुम्न गइरहेको छु। अब के कस्तो छ म हेरेर हजुरलाई पनि यो भिडियो थ्रु हेर्नेवाला छु होइन। भिडियो मन पऱ्यो भने गाइज लाइक गर्नुहोस्। ल त यहाँ हेर्नु पहिला, यहाँ अब सबभन्दा पहिला यहाँदेखि माथि चढ्नुपर्छ। जसो कि यहाँ हेर्नु यत्रो चढेर बाइक चाहिँ हाम्रो उहाँ छ। म हेलमेट लिन बिर्सिएँ, पख्नुहोस् गाइज हेलमेट लिन दिनु। के हजुरहरू पनि यता फतेपुरमा बसेर होइन यो मन्दिर जानुभएको छ भने जो चाहिँ जानुभएको छ भने होइन कमेन्ट गरिदिनु होला प्लिज एन्ड लाइक गाइज। तर म चाहिँ आइरहेको छु यहाँबाट हेर्नु त म कस्तो दामी आयो यार, साँच्ची यार दामी पो भ्यू रहेछ त। आउनै पर्ने थियो है पहिला नै मलाई। जनवरी त इन्डियाको, तर हामी पनि इन्डियन मान्छे होइन तर पनि अब नेपालमा बसेर त इन्डियनको जनवरी बनाउनु पर्यो नि त। कस्तो हुन्छ भनेर कति टाढा छ यार, मलाई त खुट्टा दुख्नु थाल्यो यहाँ त कतै हिँड्दा साँच्चीकै यार दामीको भ्यू छ त है। ट्री हाउसभन्दा राम्रो मलाई कसम मेरो साथीहरू यहाँ लाग्यो त कसम साँच्चीकै। मैले ट्री हाउस पनि हेर्छ है, ट्री हाउसभन्दा मलाई त यहाँ यो माथि घुम्न लाग्यो। थाहा छैन मलाई रे यहाँ के कस्तो हो। ए हिँड्न मन्दिर भन्दैछ माथि छन्। हिँड्न अब घुम्न नि त मलाई ट्री हाउस त घुमि नै हाल्छु नि त। दामी छ है साथीहरू यहाँ चाहिँ मेरो। ब्लग बना रहे सला ये सब कसो गाली देते हात दुख्नु थाल्यो यार यस्तो गर्दा त खुट्टा पनि दुख्यो रे छ रे केही विकास। यार साथीहरू यहाँ मन्दिरै हेरिरहेको छैन यार, माथि मन्दिर थियो छ तर त्यो छैन भने भ्यू चाहिँ यहाँबाट दामी देखिन्छ होला। सोचेर आएको ल त